जय गणेश जय गणेश पाहि मां जय गणेश रक्ष माम् मुदाकरात् मोदकं सदा विमुक्तिसाधकं कलाधरावतंसकं विलासिलोकरक्षकम् अनायकैकनायकं विनाशितैर्भदैत्यकं नताशुभाशुनाशकं नमामि तं विनायकम् रातिभीकरं नवोदितार्कभास्वरं नमस्सुरारिनिर्जरं नताधिकापदुध्वरम् सुरेश्वरं निधीश्वरं गजेश्वरं गणेश्वरं महेश्वरं तमाश्रये परात्परं निरन्तरम् समस्तलोकशङ्करं निरस्तदैत्यकुञ्जरं दरेतरोदरं वरं वरे भवक्त्रमक्षरं क्षमाकरं मुदाकरं यशस्करं मनस्करं नमस्कृतां नमस्करोमि शुभ वर्तमानमा 84 पूजाको लागि पहिलो दिन रोटी पकाउने कार्यक्रम रोटी चाहिँ व्यवस्थापन गर्दै बटुकी माता यहाँ चाहिँ रोटीको व्यवस्थापन गर्दै हुनुहुन्छ। एक दुई तीन चार थरी रोटी आज पाकेका छन्। ल यहाँ बटुकी कान्छी प्यारी दिदीले यहाँ रोटी चाहिँ पारेर चाहिँ व्यवस्थापनतिर लाग्नु भएको छ। यहाँ सबको काम कसियै हुनुहुन्छ। फुर्सद छैन यहाँ कसैलाई। असाध्यै रमाइलोका साथ उत्साहका साथ शुभ कार्यमा गाउँका चेलीबेटी भाउजू बुहारीहरू आमाहरू आदरणीय व्यक्तित्वहरू यहाँ खट्नु भएको छ। जमाना फेरियो। एकै पटकमा 7-8वटा रोटीसम्म पकाउन मिल्ने यस्तो जमाना आएको छ। हामी सक्रिय बुहारी यहीँ कसिएर चाहिँ रोटी पकाउँदैछन्। सबैको चाहिँ प्यारी भाउजू यहाँ हुनुहुन्छ। भाग्यले चाहिँ देख्न पाइएको छ। यस्तो छ। दिदीहरू यहाँ कसिनु भएको छ। यहाँ भाउजूले चाहिँ टपरी गाँच्न कति राम्रो टपरी गाँच्नु भएको छ। आमा यता बस्नु भएको छ। सबैले चाहिँ रोटी पकाउने कार्यक्रम छ। यहाँ यता भाउजू सबै कसिएर रोटी पकाउँदै हुनुहुन्छ। यहाँ कति रमाइलो छ। दर्शन अर्यालको व्रतबन्ध र आमाको 84 पूजाको लागि सबै कसिएर आफ्नो आफ्नो धुनमा काम गर्दै हुन्छ। सबैलाई नमस्कार, साधुवाद, नमस्कार। क्षमाकरं मुदाकरं यशस्करं मनस्करं नमस्कृतां नमस्करोमि अर्चनार्तिमार्जनं चिरन्तन
तनोति भाजनं पुरारिपूर्वनन्दनं अलि अगाडि बिचारा वसन्तमेव योगिनां तमेकदन्तमेव तं विचिन्तयामि सन्ततम् महागणेश पञ्चरत्नमादरेण योऽहं प्रजापति प्रभातके हरिस्मरन् गणेश्वरम् अरोगतामदोषतां सुसाहिते सुपुत्रतां समाहितायुरष्टभूतिमभ्युपैति सुचिरा मुदाकराथमोदकं सदा विमुक्तिसाधकं कलाधरावतंसकं विदासिलोकरक्षकम् अनायकैकनायकं विनाशिते वदेत्यकं नताशुभाशुनाशकं नमामि तं
अलि पछि बस्नुहोस्। भीकरं नवोदितार्कभास्वरं नमस्सुरारिनिरजनं नताधिकापदुध्वरम् मोबाइल छैन सुरेश्वरं निधीश्वरं गजेश्वरं गणेश्वरं महेश्वरं तमाश्रये परात्परं निरन्तरम् समस्तलोकशङ्करं निरस्तदैत्यकुञ्जरं दरितरोदरं वरं वरे भवत्रमक्षरम् कृपाकरं क्षमाकरं मुदाकरं यशस्करं मनस्करं नमस्कृतां नमस्करोमि भास्करम् नार्तिमार्जनं चिरन्तनोक्तिभाजनं पुरारिपूर्वनन्दनं सुरारिगर्वचर्वणम् प्रपञ्चनाशभीषणं धनञ्जयादिभूषणं कपोलदानवारणं भजे पुराणवारणम् नितान्तकान्तदन्तकान्तिमन्तकान्तकात्मजम् अचिन्त्यरूपमन्तहीनमन्तराय कुन्तलम् हृदन्तरे निरन्तरं वसन्तमेव योगिनां तमेकदन्तमेव तं विचिन्तयामि सन्ततम् पञ्चरत्नमादरेण योऽन्वहं प्रजल्पति प्रभातके हरि स्मरन् गणेश्वरम् अरोगतामदोषतां सुसाहितिं सुपुत्रतां समाहितायुरष्टभूतिमभ्युपेति सुचिरा 10 मिनटको लागि उहाँले मुदाकरातमोदकं सदा विमुक्तिसाधकं कलाधरावतं सकं विलासिलोकरक्षकम् अनायकैकनायकं विनाशिते वदेत्यकं नताशुभाशुनाशकं नमामि तं भीकरं नवोदितार्कभास्वरं नमस्सुरारिनिर्जरं नताधिकापदुध्वरम् सुरेश्वरं निधीश्वरं गजेश्वरं गणेश्वरं महेश्वरं तमाश्रये परात्परं निरन्तरम् समस्तलोकशङ्करं निरस्तदैत्यकुञ्जरं दरितरोदरं वरं वरे भवत्रमक्षरम् कृपाकरं क्षमाकरं मुदाकरं यशस्करं मनस्करं नमस्कृतां नमस्करोमि भास्वरम् नार्तिमार्जनं चिरन्तनोक्तिभाजनं पुरारिपूर्वनन्दनं सुरारिगर्वचर्वणम् प्रपञ्चनाशभीषणं धनञ्जयादिभूषणं कपोलदानवारणं भजे पुराणवारणम् नितान्तकान्तदन्तकान्तिमन्तकान्तकात्मजम् अचिन्त्यरूपमन्तहीनमन्तराय
निरन्तरे निरन्तरं वसन्तमेव योगिनां तमेकदन्तमेव तं विचिन्तयामि सन्ततम् महागणेश पञ्चरत्नमादरेण योऽहं प्रजल्पति प्रभातके हरि स्मरन् गणेश्वरम् अरोगता मदोषतां सुसाहितिं सुमन्त्रतां समाहितायुरष्टभूतिमभ्युपेति सुचिरा मुदाकरातमोदकं सदा विमुक्तिसाधकं कलाधरावतंसकं विलासिलोकरक्षकम् अनायकैकनायकं विनाशितैवदैत्यकं नताशुनाशुनाशकं नमामि तं विनायकम् सबैले जय जय दुर्गा माता भन्दै जाउँ यता आएर जाउँ होइन त नि यता तल गएर आउने हो